किन तिमी ओ फेरि पिउँछी नै मन नलाग्ने सपनी झै तिमी ओ तिमी मिठो गीत पनि मायाको शब्दमा मिठास पनि तिमी कहाँ म कहाँ तर एउटै आकाश मुनि साँझ सँगै अल्झिएको मन सम्झनामै अल्झी बसेको यो मन तिम्रो लागि एक होइन हजारै जन्म पनि लिउँला म खुसी सारा तिमीलाई दिएर आँसु सबै आफै लिउँला म
आँखा तिमीलाई हेरिरहन्छ तर किन सपना लाग्छ सपना नै हो भने यो अब सायद नबिउज्यूला म सबै चाहना सँगै आटौँला सारा ईश्वर साक्षी राखी तिम्रो सफलताको लागि दैवसँग पनि ढाँटौँला मन मात्र होइन मेरो आत्मा नै सुम्पिदिउँला म तिम्रो लागि एक होइन हजारै जन्म पनि लिउँला म सम्पूर्ण दाजुभाइ दिदीबहिनी बुवा आमा मामा माइजू मेरो साइनो अनुसार सबैलाई 5 औँला बारी 10 औँला जोडी कोटी कोटी नमस्कार। सर्वप्रथम म बेहुलाको बुवा मेरो खास घर चाहिँ मेरो लमजुङ हो। लमजुङको चाहिँ एउटा लामिछाने गाउँ
मेरो बाजेको पुर्खा ठाउँ चाहिँ थियो र मेरो बुवाको घर चाहिँ अहिले नुवाकोट जिल्लामा पर्छ तादी गाउँपालिका वार्ड नम्बर 1 र अहिले बसोबास चाहिँ अहिले हाम्रो घर चाहिँ काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका वार्ड नम्बर 8 शान्ति चोक विद्यालय समावेश गरेको त्यहाँ पर्छ र आज हामीले यहाँहरूको छोरी चेली हामीले यस्तो कार्य त हामीले पहिला पनि गरिरहेको र हामी सीमित मात्रा बसेर हामी त्यो कार्य हामीले सफल पारेका छौँ त्यतिखेर कि हामीले समयको पाबन्दीलाई ख्याल गरेर हामीले त्यसलाई चाहिँ छोटो रूपमा हामीले चुन्याएका पनि र आज चाहिँ हामीले वृहत हाम्रा सन्तति हाम्रा चाहिँ परिवार सबै मान्ने जान्ने मामा माइजू फुपू फुवाजू सबैजना चाहिँ भागा आएर हाम्रा मेरा छोरा यहाँहरूको छोरी कसलाई जाँदैछ मेरो छोराले कसलाई ल्याउँदैछ कसको छोरी ल्याउँदैछ र कसको छोराले जाँदैछ भन्ने कुरो चाहिँ छोटो परिचय गराउँदै यहाँहरू सबैलाई मैले पुनः फेरि मैले एकदम मेरो भित्री आत्मीयदेखि हार्दिक नमन गरेर आजको दिनबाट यहाँहरूको छोरी चेली विधिवत रूपमा मेरो बुहारी मेरो पहिलो छोरो जेठो छोरोको चाहिँ जीवन सङ्गिनी बन्दै रहेको कुरा चाहिँ म यहाँहरूलाई जानकारी गराउँदै म मेरो छोटो शब्द यही टुङ्गाउँछु म चाहिँ गुरुङ एकदम यो गुरुङ हुनको नाता चाहिँ मलाई गर्व पनि छ र यसै गरी एउटा सानो घटना थियो मेरो चाहिँ धादिङ जाने क्रममा गुरुङ त भन्यो के गुरुङ त्यतिखेर मलाई गुरुङ भन्ने मात्रै थाहा थियो थर के भन्ने थाहा थिएन मलाई गुरुङ थर मात्रै थाहा थियो तर गोत्र त्यो हरेक कुरा हुँदो रहेछ होइन म चाहिँ गुरुङ त गुरुङ लामिछाने गुरुङ हो म चाहिँ अहिले चाहिँ म लामिछाने गाउँबाट लङचुङ लामिछाने गाउँबाट चाहिँ अहिले नुवाकोट जिल्ला गएर बसेको लामिछाने नै हो यहाँ ढुक्क हुनुभयो हुन्छ दायाँ बायाँ होइन फेरि लामिछाने नै हो मेरो हेर्नुहोस् चाहिँ सबै पलाएर हेर्नुहोस् मेरो लामिछाने नै हो अहिले पनि मेरो सपुदी मेरो जन्मदिनसम्म जिउँदो भगवान् मेरो यही हुन्छ वैवाहिक सम्बन्ध आज गाँसिने यो क्रममा यहाँ उपस्थित हुनुहुने मेरा सम्पूर्ण मेरा मेरो बुवाहरू हुनुहुन्छ यहाँ मेरो दाईहरू हुनुहुन्छ मेरो जेठी दाजु नानीको मामाहरू हुनुहुन्छ मेरो भाउजूहरू हुनुहुन्छ दाईहरू हुनुहुन्छ सबै बुहारीहरू हुनुहुन्छ र जो जन्तीको रूपमा आउनुभएको छ उहाँहरू सबै अग्रजहरूलाई सम्मान गर्दै म स्वागत पनि गर्न चाहन्छु आज यो 1 वर्ष अगाडि इन्डियन अथवा कुन खाने यो सिलसिलामा अहिले यसलाई आधिकारिक रूपमा औपचारिक रूपमा चाहिँ हामी विधिवत रूपमा पूर्णता यहाँ उपस्थित छौँ सबैलाई म आफ्नो एउटा सानो बसाइसराईको क्रममा कास्की जिल्ला साबिक मौजा गाविस हाल पोखरा महानगरपालिका वडा नम्बर 20 पुरा गाउँ भन्ने ठाउँबाट हामी बसाइसराईको क्रममा चितवनको साबिक पटियानी गाविस हुँदै अहिले भरतपुर महानगरपालिका वडा नम्बर 22 मा यो वनकट्टा भन्ने ठाउँमा समग्र रूपमा पटियानीमा हामी बसोबास गर्दै आइरहेका छौँ यो बसाइसराईको क्रममा र त्यसपछि म यहीँ जन्मेको बुबाहरू कास्कीबाट आउनुभयो हामी गुरुङ भएर पनि अहिले गुरुङमा पनि धेरै चाहिँ थरहरू भएको उसमा हामी लामा गुरुङ हौँ अब यसको भित्री रूपमा अझ भन्ने हो भने चाहिँ हामी कम्नी लामा अब यसमा अहिले मैले छोरीलाई लाम्छाने जो वैवाहिक सम्बन्ध पनि चाहिँ जोडिने कुटुम्ब पनि चाहिँ हुने त्यो हिसाबले अहिले हामी साइनो गाँच्दैछौँ यहाँहरूलाई चाहिँ म सबैलाई चाहिँ फेरि पनि स्वागत गर्दै मेरो आफ्नो मेरो थर
मेरो बसाइ र अहिले मैले छोरीलाई तपाईँहरूको हातमा बुझाउँदैछु। जो पहिला भन्ने चलन थियो पाले पुण्य मारे पाप भनेर चाहिँ चलन थियो। अहिले त त्यो नभइकन समग्र रूपमा मेरो छोरी तपाईँहरूकै पनि छोरी सम्झेर राम्रोसँग एउटा हेरचाह गरेर सुरक्षित गरेर राखिदिनको लागि पनि म आग्रह गर्दै मेरो आफ्नो यो थोरै मन्तव्य यहीँ अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद। अब सगुन भन्नु अब हामीले रक्सी भन्दा नराम्रो होला तर भन्नै सकेको हो। त्यसपछि धेरै राम्रो सगुन एकासँग साटासाट गर्नु पर्ने हुन्छ। दुवै पक्षले आफ्नो उठाउने र साट्ने यो हाम्रो चाहिँ पुङ्मुते गर्दा नि हुन्छ। यो पछि फालफुल साथ पछि साथ हजुरको छोरी मेरो छोरी बुहारी होइन हाम्रो आठजना छोरीले पनि तपाईँको छोरीलाई धेरै छोरीसँग किनभने हाती मेला पछि साध्नु आमाले हामी एक भयो है अब कहिले छुट्दैन है हामी एउटा आँखा छोड्दै आउँछ दुईवटा आँखाहरू जाँसो देख्छ फेरि Kayak gitu.
समाधि भनिन्छ। तेह्रवटाको भाडीहरू कुर्सी भनेको भेडाको घुम्रियासिङलाई कुर्सी हुन्छ क्या, त्यो चाहिँ अब समाधि बेला चाहिँ हाम्रो आएको छ। त्यो कुर्सी हामीले हिजो अस्ति प्राप्त भइसकेका छ। अब हामीलाई अब तपाईँहरूको चाहिँ कोसेलीहरू त्यसमा अब हामीले छसुकी भन्ने समात्नु पर्ने हुन्छ। छसुकी के अर्थमा समात्नु पर्छ भने छसुकी हुन्छ। छसुकीको अर्थ यो हो कि एउटा आमाको दुधको भाडा, एउटा मामाली भाडा, यसपछि गएर एउटा भौँसी आमा भनेको मतलब अब विरोधी भत्ता आमा, अनि एउटा के अरे गाउँको तालुकदार। किनभने पहिला पहिला त ज्येष्ठ वकिलको आडासँग काम हुन्थ्यो नि त, रोवारा हुन्थ्यो भने अहिले त हाम्रो त वडा कार्यालयमा अदालतमा हुन्छ नि। तर त्यतिखेर तालुकदारले खाएपछि समातेपछि ल है फल्ला त मैले यसो खाएको भन्ने हुन्छ। त्यसरी हाम्रो परम्परा रहिआएको छ। त्यसरी चाहिँ हामीले त्यो छसुका समिन्छ। छसुका र बाटो एक बोतल बक्सी र छसुका समात्ने त्यो पहिला भयो। त्यसपछि अहिले तपाईँ ल्याएको दही गुटेका आमालाई त्यो एक सुका सँगसँगै आमालाई होइन। अब अहिले चाहिँ अब कोही यहाँ तालुकदार पनि छैन, कोही केही छैन। अहिले त सबै सँग घरले समात्नु पऱ्यो होइन। अब एउटा सबैसँग भयो एउटा पाको बोतल सानो, अनि त्यो दही गुटे किन्नुहोस्। एकैचोटि हुन्छ दही गुटे किन्नुहुन्छ लुगा लुत्किन्छ नि यो छसुका दहीको ठेकी सबै चाहिँ यो हाम्रो विधिवत। अब हाम्रो अरू मान्छे नपाउँदा अहिले आमाले समात्ने है, किनभने अरू छैन। अब गाउँ तालुकदार पनि छैन, दिदीभाइहरू खोज्दै जाने हो होइन। छसुको अर्थ लाग्छ अहिले चाहिँ आमाले समात्ने। छसुका समातेपछि बल्ल हाम्रो परिपक्व भन्ने चलन छ है। तवरको यो तवर लाने हो, त्यो तवरको यो घरले साटेको तपाईँको के छ सबै ल्याइदिन्छ। अब तपाईँसँग के छ यो अब चाहिँ अब बाबाहरूले मामाहरूले खोइदिनु पऱ्यो, समात्नु पऱ्यो। मामाहरूले बाबाहरूले हामीलाई चाहिँ यो एकदम स्वीकार छ है। हजुरहरूले सहर सिकाइदिनु बोलेर हेर मेरो के हो ढाकन त ढाकियो कि लग्यो। थ्याङ्क यू। हामीलाई विश्वास छ। अब हाम्रो करिब कार्यक्रम सक्यो। अब त्यहाँ भनेको हाम्रो अब टिका टालामा कार्यक्रम हुन्छ। रोटी नै रहेछ है, ताजा रहेछ।
नाता नलगाइने बोली हाम्रो चलन नभएको हुँदाखेरि भोलि अप्ठ्यारो पर्ला। त्यसकारण चाहिँ त्यो नातागोतालाई पनि भोलि बोल्न सजिलो होस् भनेर हामीले एउटा लास्टमा चिना परिचयको कार्यक्रम राखेको हो। यो चिना परिचय कार्यक्रम चाहिँ अब हामी विशेष गरेर पहिला चाहिँ अब राम्रो त के हुन्थ्यो भने दुला पक्ष उठेर मेरो बा हजुरबा दिदी फुपू सबै दुला पक्षले गरिदिने, अनि यतापट्टि दुला पक्ष त्यसरी गर्दै गयो भने अनि देउँछ, अनि पछि फेरि त्यसलाई चाहिँ हामीले अनि के साइनु पर्छ भनेर फेरि अनि गरौँला। त्यतिखेर नै यो साइनो भनेर भनेपछि लगाइसकेपछि हामीले एकअर्कालाई होइन के सकिन्छ यसो गरौँला, त्यही नै हो अब यो होइन। त्यसकारण चाहिँ अब म पहिला सुरुमा चाहिँ पहिला के हुन्छ भने भाले नै बाँच्नुपर्छ भन्दाखेरि अब दुला पक्षबाट नै परिचयको कार्यक्रम चाहिँ मैले खोजेँ। यहाँ आफ्नो बाबुले उठेर आफ्नो नाताको त के पर्दै जाने सबैले यहाँ चिनाइदिने, त्यसपछि अनि नानीबाट मेरो दिदी पोखराबाट आउनुभएको
कोहीले मान्छे त्यसो लाज मान्दैन सिधै पनि इङ्ग्लिस बोल्छ भन्दै त्यो त मेरो सबभन्दा सानो आमा पोखराबाट आउनु नानीको बजे मेरो चाहिँ सानो आमा मेरो अघि मैले ओम कुमार गुरुङ भने उहाँको श्रीमती मेरो भाउजू पोखरा मेरो भाउजू पोखराबाट आउनुभएको मेरो माइलो बुवाको पोखराबाट नानीको ठुलो मम्मी मेरो बुवा 6वटा दाजुभाइ मध्येमा कान्छो भन्दा एक स्टेप माथि ठुलो बाबा मेरो दाइ नानीको ठुलो बाबा पोखराबाट आउनुभएको विशेष गरेर सबै एक्स आर्मीकै के अरे परिवार हुनुहुन्छ प्रायः सबै मेरो बुबा पनि सुधार नगरबाट रिटायर हुनुभएको इन्डियाको मेरो दाइ अहिले चाहिँ हनेरी क्याप्टेनमा रिटायर भएर आउनुभएको अहिले हतारमा हुनुहुन्छ त्यही भएर चाहिँ यो कार्यक्रम अलिक छिटो गरिरहेको छु ल सबैलाई नमस्कार है एक्स आर्मी हुन्छ इन्डियाको अहिले घरमा जस घुमफिरमा के अरे चाहिँ भनौँ न यसरी चाहिँ व्यतीत गरिरहनु भएको छ मेरो दिदी पोखराबाट आउनु भएको मेरो ठुलो मम्मी छोरी बाबु है आमा मेरो दिदी मेरो माइलो बुवाको माइली छोरी मेरो आफ्नै दिदी मेरो नानीको छोरीको फुपू ठुलो फुपू नानीको मामा सबभन्दा ठुलो मामा नानीको फलकको सबभन्दा ठुलो मामा नानीको आफ्नो बाजेको सबभन्दा ठुलो छ एक चार्मी पनि हुन्छ मामा नानीको मामा मेरो चाहिँ मेरो दाइ एक चार्मी हुनुहुन्छ अहिले यहीँ चाहिँ मैले उहाँ चाहिँ अगाडि भनेर देखाएको थिएँ उहाँको श्रीमान बसाइ चाहिँ यहीँ चाहिँ नजिकै छु नानीको मामा साल बाजे बसाइ चाहिँ के अरे चाहिँ बाजे चाहिँ फरक हुनुहुन्छ खलक सानो बाबु काइला बाजे सानो बाजेको कान छोरा हजुर भन्दैन यता 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 चिनाउनु ज्वाला चिनाउनु मेरो जेठो नानीको मामा कान्छा ससुर मेरो कान्छा ससुराको ठुलो छोरा उहाँ पनि नानीको मामा मेरो जेठो पल्टन हामी एउटै परेको अरे के अरे चाहिँ बाबु हामी एउटै पल्टन नानीको मामा मेरो जेठो है मामा सबै चाहिँ के अरे चाहिँ एउटै उहाँ नानीको मामा एक चार्मी अहिले चाहिँ यहीँ चाहिँ घरमै बसिरहनु भएको छ है अब धेरै हुनुहुन्छ नानीको माइजू के अरे चाहिँ के अरे चाहिँ मामा चाहिँ अलिक बिरामी हुनुभएको रहेछ एक सार्मी हुनुहुन्छ है नानीको ठुलो माइजू उहाँ ठुलो मामा भने ठुलो माइजू नानीको ठुलो आमा नानीको है ठुलो आमा यहाँ नानीको सबभन्दा चाहिँ ठुलो माइजू यहाँ के अरे चाहिँ मैले ठुलो मामा भने बेनबहादुर गुरुङ उहाँको चाहिँ धर्मपत्नी नानीको ठुलो मम्मी मेरो भाउजू माइली माइजू नानीको कान्छी माइजू उहाँ माइजू उता के अरे चाहिँ ठुलो मम्मी
उहाँ माइजू माइजुस उहाँ बस्ने माइजू उहाँ माइजू है सबै हुनुहुन्छ होलसेलमा भयो त्यसपछि भाउजू नानीको यता भाउजू दाइ ल फेरि पनि मैले तपाईँलाई नमस्कार गरेँ म आजको वधुको ठुलो पुसाइ मेरो नाम रघुबहादुर गुरुङ म यसै ठाउँको बासिन्दा अब हामी मधेसी नै जस्तो देखिन्छ काला काला होइन तैपनि अब जात त गुरुङ हो तैपनि अब हेर्दा काला देखिन्छ यस म जुलाईको ठुलो पुसाइ देखेपछि नि चिन्छ त्यो यस्ता उता गरिरहेको बाटो पनि चिनिँदो रहेछ मेरो धर्म कस्तो नानीको मम्मी
हामीले जे जस्तो यहाँ उपस्थिति गऱ्यौँ, एउटा जान पहिचान गऱ्यौँ। अब हाम्रो रीतिरिवाज अनुसारको चाहिँ कार्यक्रम पनि गऱ्यौँ। यहाँ आफ्नो रीतिअनुसार नमिलेर अलिकति होला, यो आफ्नो ठाउँको आफ्नो ठुलो ठुलोको रीतिरिवाज हुन्छ। त्यस कारण हाम्रोमा तपाईँहरूकोसँग हाम्रो मेल नखाएको होला, त्यसलाई क्षमा माग्दै हाम्रो यहाँ जे चलिरहेको छ त्यसलाई हामीले चलाएका हौँ। हाम्रो त्यही रीतिअनुसार चलिरहेको छ। त्यसैले आजको चाहिँ यो सबै कामहरू हाम्रो सम्पन्न भइसकेकोले यहाँहरूलाई आजको यो वैवाहिक कार्यक्रमको चाहिँ अब हाम्रो कार्यक्रम समापन भइसकेको छ, अब भयो र अब बाँकी फेरि अब विदाईका कार्यक्रम आफ्नो ठाउँमा छ। तर अब यो जुन अब हाम्रो चाहिँ चिनापर्ची यताउति र अब सम्पूर्ण विवाहको कार्यक्रम समाप्त भएको यहाँलाई म सबैलाई जानकारी गराउँछु। हस्त धन्यवाद। आकाशैमा 9 लाखे तारा, तारालाई ढाक्ने कालो त्यो बादल, बादल छिचोली आउने छु म त लिन तिमीलाई मेरो यो साथ। आउन मसँग उडेर हेर, आउन मसँग उडेर हेर जुनैको नजिक, दिनेछु तिमीलाई अजम्बरी माया आँखैमा राखेर, सजाउने छु मेरो मुटुको माझ अङ्गालो खोलेर। तिमी थामिदेऊ हात नछोड साथ, बोलिदेऊ मायाका 2 मिठा बात। आउन आऊ मसँग गाऊ आँखा उघारी हेर मलाई, तिम्रो नजिकै छु नि मुटुमै राख अङ्गाला मलाई, तिम्रै मुहुनी म तिम्रो। मालिनी दाए
चेलीहरुकोमा त्यस्तो भयो सायो सायो हाम्रो सबै टोलीहरु कतिको दाबी हुनुहुन्छ सबै आँखा काम गर्छ भनेर के हो हरियाली हामीले फेरि सेतो देख्छ क्या हरियाली कति देख्दैन गरे हामी त हात्ती मात्रै हामी त मधेसमा बस्ने भएर हाम्रो मेन केटीको भयो छिटो बाटो किन्नु भयो त्यसले जानु नियमले के अरे हाम्रो गरौँ न भाइ झन्डौ त्यहाँ हो क्या पानी सबै छोरी लानु पर्यो है फेरि अब फेरि यस्तै नमरे बाजे कालाले साथी फेरि यस्तै पऱ्यो फेरि भेटौँला फेरि यस्तै पसेरमा हाल्नुला है अब हामीले छोडिदिन्छ तपाईँहरू फेरि रात पर्छ नि फेरि बाटोमा सबैलाई तपाईँ दिदीबहिनी सबैलाई नै नमस्कार है ल आयो खायो दुःख दियो दुःख नमान्नु होला है ल ल्याइदिनु भयो सबैलाई नमस्कार फेरि भेटौँला है पछि फेरि छोरा एउटा बाँकी छ फेरि भेटौँला सजाऊ है संसार नया नया सजाऊ है संसार सुख दुख बाटौ है मिलेर घामको पहिलो किरण छुन्छ गरा गरा आफ्नै डाँडा काँडा आफ्नै गाउँ सारा नयाँ नयाँ सजाऊ है संसार सुख दुःख बाटौ है मिलेर घामको पहिलो किरण छुन्छ करा करा आफ्नै डाँडा काँडा आफ्नै गाउँ सारा नयाँ नयाँ सजाऊ है संसार
संसार सुख दुःख बाटो है मिलेर नयाँ नयाँ सजाऊ है संसार नयाँ नयाँ सजाऊ है संसार हामी जस्तो मात्रै हो कि है नयाँ नयाँ सजाऊ है संसार सुख दुःख बाटो है मिलेर नयाँ नयाँ सजाऊ है संसार सजाऊ है संसार सजाऊ है संसार नयाँ नयाँ सजाऊ है संसार सजाऊ है संसार